हेलो साथीहरू, म चाहिँ अब शुक्रबार चाहिँ के भयो भन्दाखेरि चाहिँ बिहान उठियो है। अब त्यहाँभन्दा अगाडिको दिन चाहिँ हजुरहरूलाई थाहा नै छ, जङ्गल घर है, पुरा कपडाभरि कुरो लाएर होइन, सुस्नु भिजेर बेहाल थियो। त्यो बिहान उठियो होइन, अनि त्यसपछि फ्रेस फ्रेस भयो, तातो पानी सानी खाइयो, अनि त्यसपछि चाहिँ त्यो हिजोको कुरोले चाहिँ होइन, झन् यो दुईवटा साप्राहरू चाहिँ होइन डेन्जर त्यो बिजायो कि डेन्जर पाथ्यो। अनि एकैछिन चाहिँ सिरेकमा गएर बसेको, अनि त्यसपछि अलि ठिक भयो। अनि त्यसपछि फेरि उठियो होइन, अनि त्यही हो, मोबाइल नै चलाइयो कि क्या हो। हिजो चाहिँ घाम तातियो, मोबाइल चलाइयो, अनि त्यत्तिकै बसियो, थकै लागेको थियो है, थकै नै मेट्टे थिएन। अनि 11 बजीतिर खानासाना खाइवरी अनि त्यसपछि चाहिँ तल झर्ने सुरसार गरियो र त्यो चप्पल मजा त होइन फाल्ने जस्तै भएको थियो। त्यही पनि अब केही गर्न सकिन्छ कि भनेर हल्का पानीमा धोएर चाहिँ सुकाएको चाहिँ छु। सुकेपछि सायद कुरो निस्क्यो भने त्यो मोजा काम लाग्थ्यो कि, नत्र त्यो पनि काम लाग्दैन। अनि यतातिर पावर हाउसतिर झर्न मन थिएन, कुरो फाल्दै बसेको थिएँ। अनि पछि सरको फोन आयो, अनि त्यसपछि चाहिँ झरेँ। अनि झरिसकेपछि चाहिँ अनि चाहिँ उता जाने तर्खर भएर चाहिँ त्यो तार क्रसिङ थिइन् होइन, सुपरमार्केटकै एकजना सरलाई लिएर चाहिँ त्यहाँ इलेक्ट्रिकल कनेक्सन चाहिएको भएर चाहिँ उहाँलाई नै लिएर जाने भन्ने कुरा भएर चाहिँ भएको थियो। अनि त्यसपछि म चाहिँ नजाने गरेरै बसेको थिएँ, तर सुपरमार्केटको प्लान म्यानेजर सरले भनिसकेपछि अब नकार्न सकेन होइन, अब जानु पऱ्यो, गइयो। अनि त्यसपछि चाहिँ के अरे थकाइले गर्दा किन त्यो बाटो के अरे बस्दाखेरि चाहिँ त्यहाँ हेर्दाखेरि चाहिँ ठिकै भएको थियो, खासै त्यस्तो अप्ठ्यारो त भएन होइन। तर चाहिँ जब त्यहाँ वेल्डिङ सेल्डिङ सबै गर्नुपर्छ सर हामीले भनेर अर्को सरले भन्नुभयो, त्यसरी हात बाँधेर बस्न पाइँदैन, वेल्डिङ पनि गर्नुपर्छ, ग्राइन्ड पनि गर्नुपर्छ, ड्रिल पनि गर्नुपर्छ भनेर उहाँले चाहिँ डेमो देखाउँदै दुईजना चाहिँ भोटे दाईहरू हुनुहुन्थ्यो। भोटे दाईहरूलाई खासै त्यस्तो नलेजै नरहेछ कि, लेबर मात्र गर्ने होइन, वेल्डिङ ग्राइन्डिङको काम नलेज हुन्छ त नि। त्यस्तो भइसकेपछि चाहिँ तैपनि उहाँले सिकाइदिइसकेपछि अब भोलि यसरी नै गर्नुहोस् है त भनेर चाहिँ हामी तल झऱ्यौँ। तल झरेर चाहिँ फेरि पावर हाउस नै गएँ म चाहिँ होइन। अनि त्यसपछि पावर हाउसमा के कस्तो चलिरहेको छ बुझेँ। अनि त्यसपछि चाहिँ पावर हाउसमा हुनुभएको सरलाई सोधेँ के कस्तो छ अवस्था भन्दाखेरि चाहिँ आज एलडिसी शुक्रबार भएर चाहिँ छिटो बन्द भएछ, त्यही भनिराखेछन् पावर हाउसबाट। त्यो कम्युनिकेसनको त्यो कुरा राख्न थियो भन्नुभएको थियो। अब बन्द भइसकेपछि अब आइतबार राख्ने अथवा चाहिँ केही हुन्छ कि भनेर थियो। अनि फेरि अर्को खुसीको खबर पनि के थियो भन्दाखेरि चाहिँ हाम्रो चाहिँ यो जुन यो प्रोजेक्ट म्यानेज गर्दै हुनुहुन्छ अथवा यो प्रोजेक्टको जुन चाहिँ इन्भेस्टर हुनुहुन्छ उहाँको चाहिँ धेरै ठाउँमा लिङ्क रहेछ र धेरै पावर पनि रहेछ। सो चाहिँ उहाँले चाहिँ त्यो प्रब्लम चाहिँ पछि सल्टाउँदै राख्दा अथवा के को भनेर चाहिँ म्यानेज गरेर चाहिँ फाइनल्ली आइतबार चाहिँ सटडाउन दिने कुरा भएछ। खुसी लाग्यो। अब तै पनि अब नआएसम्म अब भोलि हो के अरे होइन, आज शनिबार भयो, अब भोलि हो, अब भोलि आउनुहुन्छ कि हुँदैन अब त्यो त अब भोलि नै थाहा हुन्छ। अब भोलि चाहिँ अब धुम्धाम होला जस्तो छ। अब फेरि अर्को दुःखको खबर चाहिँ फेरि नाइट ड्युटी पनि गर्न पऱ्यो भन्ने कुरा छ। अब एउटा डे ड्युटीमा चाहिँ एउटा सर चाहिँ बस्थिन्छ, अर्को मान्छे नआइन्जेलसम्म भन्नुभयो। अब पछि चाहिँ अर्को मान्छे आसी हिँड्ने भन्ने कुरा भएको छ। अब एकदमै कठिन होला जस्तो छ है ड्युटी चाहिँ। त्यस्तै हो, अब 12 घन्टासम्म ड्युटी गर्ने होला, दुईजना भएपछि होइन। अब मैले त 3 जना गरिदिनु भनेको, अब दुईजना नि यहाँ चाहिँदैन, मलाई मात्र राख्ने भन्ने कुरा भएर चाहिँ फेरि घन्टै पछि डाटा लिन पर्ने भएपछि चाहिँ फेरि मान्छे चाहिँ चाहियो होइन। अब त्यही कुरा गर्दा गर्दै अनि बेलुका क्याम्पतिर फर्कियो। क्याम्पतिर चाहिँ
खाजा चाउमिन खाइयो अनि फेरि एउटा सरलाई चटपटे खाना बनाउनु लाएर फेरि चटपटे पनि खाइयो। अब कहिले खाजै खाइन्न, कहिले 2 थोक खाइन्छ, अब त्यस्तै छ। अनि त्यसपछि नेट चलिरहेको थिएन। अब मोबाइलमा त्यो डाउनलोड भएको त्यो राइज एन्ड फल हो कि त्यो समथिङ त्यही बाँकी थियो कि क्या, त्यो हेरेर भ्याइयो। अनि त्यसपछि चाहिँ के भयो भन्दाखेरि चाहिँ खानासाना खायो अरे, दाँतसात माझ्यो। अनि त्यसपछि त्यो एउटा मुभी जसी विट्स दसी भन्ने थियो, त्यो डाउनलोड गरेको, त्यो हल प्रिन्ट परेछ। अनि हेर्न नि झ्याउ लाग्यो। अनि सुतियो, छिटै सुतियो, 9 बजीतिरै सुतियो। त्यही हो साथीहरू, अब ड्युटीमा आएपछि अब भने जस्तो केही पनि हुँदैन। न सिङ्गल रुम पाइन्छ होइन, अब न खोजे जस्तो खानेकुरा पाइन्छ होइन, न खोजे जस्तो कम्फर्ट पाइन्छ। अब अहिलेसम्म त अब ठिकै छ। अब अझ झन् कष्टदायी हुँदै जान्छ भन्ने कुरा छ। जाडो अरूभन्दा पनि जाडो आउँदैछ है। अब यहाँ बिरामी भयो भने त बर्बाद हुन्छ। अब त्यही हो साथीहरू, च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ।